ल ल भयो केटा भयो बुहारीलाई हरियो लुगा तैँले पर्दैन मैले किनिदिन्छु लुगा पर्दैन जब एउटा लुगा किन्दिनँ तेरो बुढीलाई पनि मैले किनिदिएको लुगा भनेर पछि भन्नला होला होइन पर्दैन किन्दिनँ मेरो बुढीलाई म आफै किनिदिन्छु मैले किनिदिन्छु भनिरहेको छु के अरे अब भो भन्छस् भने किन्दै आफै धेरै गल्फती लोगर है बान्द्रे अनि सुन त बुहारी हरियो चुरा पोते फरिया जे लाउने हो त्यो लाउने अहिले भान्सामा खानेपानी सकिया के अरे खुरुक्क धारामा गएर एक गाडी पानी ल्याऊ भन्छु के अरे म हेर 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 त्यस्तो राम्रो आफ्नो भएको टोपी राखेर यो तन्याङ र तुन्नुङ पारेर कपाल बाटेर केही न केहीको चस्मा लाएर लहेर यहाँ सिक्री फेरि कुकुरलाई घाँटीमा बाँध्ने सिक्री बनेर भने के ढाँचा देखाएको तैँले राम्रै गुन्डा भएर तिमी कुरा बुझ्दैनौ बुढी त्यो किस्ने छैन किस्ने आफू काठमाडौँ जाने भएपछि ससुरालीबाट चाहिँ सालो ल्याएर घरमा राखेर गएछ अनि त्यो किस्नेले सालालाई घरमा ल्याएर राखेको छ त के भयो तैँले चाहिँ आफ्नो हुलिया यो सबै परिवर्तन किन गरे भन् त कथा अर्कै छ के आमा कथा अर्कै छ यो फोटो हेर यसको ठ्याक्कै अनुहार भएको फोटो चाहिँ मैले फेला पारिनँ तर यसको हुलिया हेर त्यसले फुर्लुङ भिर्छ अनि एउटा झत्ते टाइपको सेतो स्टकोट लाउँछ अनि कालो कान छोप्ने कालो टोपी लाउँछ यो कुरो के विचार गर भने यो लाउने मान्छे घरभित्र मात्रै होइन यो आँगनभित्र पनि ढिम्किनु हुँदैन हाम्रो फिकर नट के भएन त्यसलाई देख्ने बित्तिकै ब्याक टु ब्याक केटाहरू बोलाएर त्यसको भुँडीमा हानेर टोटल दाँत झारिदिन्छु कि त्यति चाहिँ गर्नु पर्यो तैँले है अब चाहिँ नि सबै उनीहरूको योजना थाहा पाएपछि पनि म चाहिँ नि मेरो फुर्लुङ भिरेर कालो टोपी लाएर त्यो सेतो स्टकोट लाएर हिँड्छु त अब ट्याकटुक यस्तो गरेपछि ठ्याक्क उसले चिन्दा पनि चिन्दैन गयो नाम पनि परिवर्तन अब मेरो नाम अब पप्पी लौ बाबा लौ तेरो योजना सफल होस् है धन्यवाद बुढीमा आम्बो